मेरो दृष्टिकोणमा दुईटा कुराले बिग्रिएको छ मुलुक। एउटा कुरा के हो भन्दाखेरि विधिको शासनै छैन। विधिको शासनै छैन, विधिको शासन पनि छैन अनि काम गर्ने कुनै वातावरण पनि छैन। तपाईलाई विधिको शासन भन्नाले कानुनमा संविधानमा जे लेखेको छ तपाई त्यही गर्नुस्, कानुनमा जे लेखेको छ तपाई त्यही गर्नुस्। चोरी नगर्ने भनेको छ चोरी नगर्नुस्, भ्रष्टाचार नगर्ने भनेको छ भ्रष्टाचार नगर्नुस्, अन्याय नगर्नुस्। यस्तो पिसफुल लाइफ हुन्छ कि यति पिसफुल लाइफ हुन्छ कि कुरै नगर्नु, त्यति पिसफुल लाइफ। सिङ्गो मुलुकलाई राष्ट्रलाई घर मान्नुस्, देशभित्रका जनता सबै जाति जनजाति सबैलाई दाजुभाइ र आफन्त मान्नुस्, बिहान बेलुका सबैलाई मुसुक्क हाँसेर स्वागत गर्नुस्।